हेलो गाइज वेलकम टु माई नयाँ भ्लग। मेरो नयाँ भ्लगमा स्वागत छ। आज चाहिँ डे 3 हो हैन। अनि हिजो बल्ल 3-4 बजीतिर चाहिँ हामी ग्याङटोक आइपुग्यौँ। हामी चाहिँ ग्याङटोक भन्दा थोरै तल नै बस्यौँ। अनिखेर मजाले एकदम धेरै थाकेको थियो नि त, 2 दिन ट्राभल गरेर। अनि मजाले सुतेर अहिले चाहिँ लगभग दिउँसोको 1 बज्यो। आनन्दले खानासाना खाएर अब चाहिँ माथि बजारतिर अनि के छ सबैतिर चाहिँ हामी चाहिँ घुम्न जानेवाला छौँ, मेन ग्याङटोकतिर हैन। अनि आजको मौसम चाहिँ हेर्नुहोस् न, हल्का यस्तो चिसो चिसो छ। हिजो चाहिँ पुरै घाम लागेको थियो, लास्ट गर्मी अवस्थामा थियो। अहिले यो ज्याकेट लाउँदाखेरि चाहिँ गर्मी नै भइरहेछ, तर माथितिर चाहिँ अझै चिसो हुन्छ कि भनेको, खै ज्याकेट नलाए चिसो, लाए गर्मी भइरहेछ। मौसम चाहिँ त्यस्तो छ हैन। अब चाहिँ हामी मासतिर जान्छौँ अनि मासतिरै तपाईँहरूलाई पनि ग्याङटोकको भिजिट गराउँछौँ है त। साथीहरू एमजी रोड अन द वे छौँ हामी चाहिँ हैन। एमजी रोड हो, त्यो माथि पुग्नु पर्छ, हेर्नु होला। हामी चाहिँ यता तल छौँ। अनिखेर सिक्किम आएको चाहिँ 1 दिन भयो नि त। अनि सिक्किमेहरूको चाहिँ मलाई चाहिँ बोली भाषा चाहिँ बवाल लाग्यो हैन। म चाहिँ 1 हप्ता बस्यो भने चाहिँ पुरा हैन अम्बो दिन्छु होला कि। अनि अन्त के भन्नु हुँदो रहेछ, अन्त बिजुल त लास गरिदिनुहुन्छ अरे नि त टाइपको। अनि यस्तो आम्बो चाहिँ मलाई चाहिँ खतरा लाग्यो होइन गाइस। आम्बो चाहिँ सिकिसक्यो होइन। अनि सिक्किमको भाषा सबै सिक्किममा आएपछि चाहिँ सबै चिज चाहिँ दामी लाग्यो। हावापानी पनि अहिले चाहिँ मस्त छ है। हेलो साथीहरू, अब चाहिँ हामी पुरै बजारमा इन्ट्री गऱ्यौँ होइन, माथि बजारमा। अनि अब चाहिँ हामी चाहिँ छोतेन गुम्बा जाँदैछौँ। त्यसपछि चाहिँ एमजी रोड जान्छौँ। एमजी रोड चाहिँ अलिक बेलुका बेलुका मजा हुन्छ अरे। अनि मिल्यो भने चाहिँ अरू के भन्छ मार्केट मार्केट पनि हेर्छौँ, किनभने तिनीहरू चाहिँ टुरिस्ट एरियाबाट है गाइस। हामी माथि व्हाइट स्तूपा रहेछ, यसको नाम चाहिँ खासमा के हो भनेर चाहिँ मलाई पनि थाहा छैन। ट्याक्सीको छोतेन गुम्बा, ट्याक्सीको दाजुले चाहिँ यहाँ ल्याइदिनु भयो होइन। अनि हामी चाहिँ हिँड्दैछौँ। टुरिस्ट प्लेसहरू मध्ये एउटा टुरिस्ट प्लेस चाहिँ यो पनि हो अरे। यहाँ टुरिस्टहरू पनि देख्न सक्नुहुन्छ। टुरिस्ट प्लेसै हो नि, टुरिस्ट प्लेस होइन, धार्मिक स्थल दिन्छ फेरि। अनि यो भड्याङ त हेर्दाखेरि कति अग्लो देखेको, स्वयम्भूको जस्तो होला सोचिरहेको त, पुरा सानो सानो रहेछ हौ। साथीहरू अब चाहिँ हामी यहाँबाट हिँड्यौँ। अनि यो चाहिँ के भन्नेलाई स्तूपा मात्र होइन, पुरै गुम्बा रहेछ। वरिपरि धेरैजना लामाहरू पढ्नु बस्नु भएको रहेछ पूजा गर्नलाई होइन। त्यस्तो खालको ठुलो गुम्बा रहेछ यो चाहिँ। अनि अब चाहिँ हामी एमजी रोड जान्छौँ। एमजी रोडमा चाहिँ बेलुका चाहिँ साह्रै रमाइलो हुन्छ अरे, टुरिस्टहरू पनि घुम्ने भनेको बेलुका अरे। के राम्रो बुद्ध त जुन पनि राम्रै हुन्छ नि। बुद्ध यहाँ राक्षस होला, बुद्धले मान्नु भएको हो कि के हो, भैरव हो कि खै। यहाँ यस्तो सानो सानो घर पनि बनाइराखेको रहेछ। सिक्किममा चाहिँ ट्राफिक सरहरूको बाइक पनि बुलेट हुँदो रहेछ है। अनि सिक्किमको पुलिसहरू पनि बुलेट हुन्छ होला। बाइक मात्रै देख्न पाएँ अहिले चाहिँ। साथीहरू सपिङहरू गर्ने त्यस्तो एटिएमदेखि म्याक्डी सबै रहेछ यहाँ चाहिँ। पुलिस हेडक्वार्टर पनि क्या दामी हो।
रोडतिर जाँदैछौँ हामी चाहिँ अहिले पुरै उकालो चढेर चाहिँ म चाहिँ अहिले फाइनली भर्याङचौरी चढी एमजी रोड आइपुगेँ। यो एमजी रोड चाहिँ पपुलर एकदमै यहाँको पपुलर टुरिस्ट एरिया टुरिस्ट रोड हो अरे। मैले अरूको भ्लगमा पनि देखाएको थिएँ। फाइनली म चाहिँ यहाँ आइपुगिसकेँ। हेर्न सक्नुहुन्छ एमजी रोड। यहाँ चाहिँ धेरैवटा क्याफेहरू सपिङ गर्नलाई कपडाहरू देख्न सक्नुहुन्छ। अगाडि पनि हामी चाहिँ नेपाली रेस्टुरेन्टहरूदेखि लिएर इन्डियन रेस्टुरेन्टहरूदेखि लिएर चाइनिज रेस्टुरेन्टहरू स्पाहरू बाटाको दुकान रहेछ त्यहाँ। अनि यहाँनिर चाहिँ यस्तो आइटमहरू रहेछ होइन। मैले चाहिँ अर्काको भ्लगहरू हेर्दाखेरि चाहिँ यो एरिया चाहिँ अलिकति महँगो अरू भन्ने सुनेको छु। लाल मार्केट भनेको चाहिँ एकदमै सस्तो लोकल मार्केट रे। यो चाहिँ अलिक टुरिस्ट एरिया टुरिस्ट मार्केट भयो चाहिँ होइन। बेलुका शीतलमा यही टाइममा आउने हो अरे। त्यही भएर हामी चाहिँ ढिला आयौँ कि किनभने दिउँसो चाहिँ घाम हुन्छ। बेलुका चाहिँ यहाँ पार्कको हिसाबले मान्छेहरू यसरी सपिङ गर्ने बस्ने खाने त्यही रमाइलो रहेछ होइन। साह्रै राम्रो रहेछ है यो एमजी मार्ट। म नेपाल भएको भए चाहिँ जहिले यहाँ बेलुका घुमाउँथेँ होला। कस्तो जाने क्या गान्धीजी महात्मा गान्धीजी लाइक यत्रै खालको घन्टी छ। यत्रै मात्र यति जस्तो यस्तो सानो छैन है। हस् थ्याङ्क यू। अहिले चाहिँ त्यो नेपालतिर साह्रै चलिरहेको छ नि त त्यस्तो घन्टी चाहिँ। मैले त्यो गार्डनिङ बेल भनेर आउँदो रहेछ नि त। अनि त्यसैको लागि खोजेको छैन रहेछ। यहाँ चाहिँ गाइस ठुलो पान्डा देखेँ मैले चाहिँ। अब चाहिँ यो चाहिँ एमजी रोड चाहिँ फिनिस भयो हुँदो रहेछ। यहाँ चाहिँ सिधै आएर अनि त्यहाँबाट चाहिँ वेलकम टु लाल बजार सुरु हुँदो रहेछ। जुन चाहिँ मैले सुनिरहेको लाल बजार हो। अनि हेर अब चाहिँ हामी त्यहाँ इन्ट्री हुन्छौँ है। मैले यो खोजेको थिएँ। यसको प्राइस कति हो? 100। कति धेरै सामानहरू। यो चाहिँ अघि मैले खोजिरहेको थिएँ नि त्यही रहेछ। फिक्स हो? अलिअलि डिस्काउन्ट हुँदैन? 90। मलाई यो दिनुहोस् न। कति क्युट। अरू के छ? ओह बुढा मत सुनो बुढा मत कहो भन्ने यो चाहिँ मिनिङ त्यो वाला रहेछ है लाफिङ बुद्धको। अनि सामानहरू देख्न सक्नुहुन्छ। के छ अरू तपाईँसँग? चाहिएन मोमो। मोमो नि रहेछ। यसलाई चाहिँ यहाँ चाहिँ के भन्छ? गणेश बेल। नेपालमा चाहिँ यसलाई के भन्छ थाहा छ? यसलाई के अरे गार्डनिङ बेल रे। अनि यो चाहिँ मोटरसाइकलहरूतिर झुन्डाउने रे। अनि गुड लक हुन्छ अरे। एक्सिडेन्ट हुँदैन अरे। ए लाल बजार आएको बजार चाहिँ यहाँबाट सुरु हुने रहेछ। पुरै बन्द रहेछ किनभने आज खोइ के बार हो अरे। के बार हो नि बिर्सेँ मैले त। त्यो बारमा चाहिँ बन्द हो अरे। के बार हो नि बिर्सेँ। आउनु मात्रै भयो। आइफोनहरूको प्राइस चाहिँ यति रहेछ हेर्नु है। कति डिफ्रेन्स छ नेपाल र यहाँमा प्राइस। आइफोन 13 जम्मा 46,480 सस्तो हो।
मार्केट भरिमा यो चाहिँ सिक्किमको गान्तोकको यहाँको पुरानो एउटा मात्रै घर थियो यही हो अरे हेर्न सक्नुहुन्छ पहिला चाहिँ यस्तो घर थियो रहेछ अहिले त यस्तो यस्तो बिल्डिङहरू यस्तो भइसकेको छ होइन आर्टिफिसियल घर साथीहरू आज चाहिँ हाम्रो डे 4 हो अनि अस्ति आइपुगेको थियौँ नि त डे 2 मा चाहिँ हामी दिउँसो आइपुग्यौँ अनि त्यो दिन चाहिँ हामी कहीँ पनि गएनौँ हिजो डे 3 थियो हिजो चाहिँ मजाले सुतेर बिस्तारै रेस्ट गरेर उठेर चाहिँ माथि गयौँ एमजी रोड घुम्यौँ अनि त्यसपछि अरू एउटा छोर्तेन घुम्यौँ होइन अनि त्यति घुम्दैमा रात परिहाल्यो अनि आज चाहिँ हाम्रो फुल अन घुम्ने प्लानिङ थियो डे 4 मा चाहिँ तर रातिदेखि मलाई चाहिँ एकदम बिरामी भएर म चाहिँ यहाँ अहिले पनि ओढेर बसेको छु अनि यहाँ चाहिँ मौसम चाहिँ एकदम जाडो भएको छ हिजो बेलुकादेखि चाहिँ पानी पनि पर्यो अनि एकदम चिसो भएको छ ज्वरो आएको हो कि जाडो भएको हो एकदम ओढ्ने बिना बस्नै नसक्ने खालको भएको छु म चाहिँ अनि रातिदेखि डाइरिया लागेर पेट दुखेर अति आज दिनभरि थला परेँ म अब भोलिको अवस्था के हुन्छ हेरौँ भोलि हामी यदि माथि घुम्न गयौँ भने तपाईँहरूलाई अपडेट गर्छु आजको चाहिँ हाम्रो भ्लग यति नै भयो गुड मर्निङ गाइज आज चाहिँ हाम्रो डे 5 अनि आज चाहिँ म फ्रेस भएँ हिजो चाहिँ बिरामी भएर पुरै एक दिनै लस भयो होइन एक दिन एक रात लस भयो अनि 2 दिनपछि बल्ल आज भात पनि खाएँ अलिकति जिउमा एनर्जी छ फुल्ली फ्रेस चाहिँ छुइनँ अनि अब चाहिँ हामी माथि सिक्किम आज चाहिँ पुरै एक्सप्लोर गर्छौँ अब चाहिँ हामी यसमा जान्छौँ पनि देखिरहनु भएछ तलदेखि माथिसम्म पुरै सिक्किम गान्तोक बजार गान्तोक एरिया यो चाहिँ हामी अहिले ठ्याक्कै गान्तोकको अपोजिट गोल्डन टेम्पल आइरहेको छौँ यो चाहिँ ह्यान्डिक्राफ्टको सप यस्तो एन्टिक टाइपको सामानहरू रहेछ हेर्नु हिँड्दै जाँदैछौँ गाडी ट्याक्सी चाहिँ तलै राखेको यहाँ माथि चाहिँ आउनु दिँदैन अरे अनि स्यास्या र फ्याफ्या भइरहेको छ साथीहरू हिजो पनि बेसरी पानी पर्यो तर हिजो त म पनि बेसरी बिरामी थिएँ आज पनि मौसम यस्तो कालो कालो भइरहेछ पानी पर्यो भने आज नि घुम्नु पाउँदैन तनाव त्यही लागिरहेछ हेरौँ यहाँनिर चाहिँ बुद्धिज्मलाई चाहिँ एकदम धेरै मान्ने रहेछ होइन अनि हिजोदेखि चाहिँ ग्याल्पो लोसार शेर्पाहरूको लोसार सुरु भएको थियो अनि त्यो शेर्पाहरूको लोसार सुरु भएपछि चाहिँ मासु काटमाट गर्न नदिने रे लोसार सकुन्जेल काटमाट बन्द यहाँ गान्तोकमा पुरै मासु पुरै बन्द छ मासु नपाइने बेच्नै नपाइने रे काटमाट गर्नै नपाइने रे अनि सिक्किममा चाहिँ फेरि रुल्सहरू चाहिँ एकदम स्ट्रिक्ट अनि राम्रो रुल्सहरू होइन अनि सबले फलो गर्ने अनि एकदम सेफ छ रहेछ टुरिस्टहरूको लागि पनि एकदम आनन्द गोल्डन टेम्पल भित्र छिरेर हामी चाहिँ भित्र चाहिँ के रहेछ भन्दा फोटो भिडियो लिन अलाउ थिएन अनि त्यहाँनिर चाहिँ स्तूपा थियो अनि स्तूपा चाहिँ पुरै सुन्नु पऱ्यो अनि गोल्डन स्तूपा गोल्डन टेम्पल होइन गोल्डन स्तूपा नाम त्यही भएर भएको रहेछ अनि भित्र दर्शन गऱ्यौँ अब चाहिँ हामी जाँदैछौँ तलतिर अहिले चाहिँ हामी रङ्का गुम्बा आइपुगेको छौँ अनि यहाँनिर चाहिँ यस्तो मार्केटहरू रहेछ यो चाहिँ के को हुनुहुन्छ यहाँ चाहिँ ए तपाईँ हो यो चाहिँ के रेन्टमा कपडा पाउने हो ए माथि फोटो खिच्नलाई ए कति रुपियाँ पर्छ 50 मलाई पनि लाउनु पर्यो कहाँ माथि लाउने ड्रेस चेन्ज हो यहाँ चाहिँ
यसरी हेर्नु यो ट्रेडिसनल ड्रेसहरू देख्न सक्नुहुँदो रहेछ यसरी पाइँदो रहेछ यहाँ तपाईँहरू घुम्न आउनु भए पनि यहाँ चाहिँ पसल चाहिँ यस्तो छ होइन लाउने हो लगाउन ल केटाको नि हुन्छ लगाउ केटाको नि पाइन्छ है पाउँछ क्या उयो हेर त कस्तो दामी देख्छ ल नलगाउ न म चाहिँ लगाउँछु यो चाहिँ राङ्का गुम्बा ए राङ्का गुम्बा ए कति राम्रो सप गाइस म चाहिँ रेडी भइसकेँ यहाँको सब्जीले चाहिँ मलाई पुरै रेडी पारिदिनु भइसक्यो यो चाहिँ खाम्बा भएको यो चाहिँ टिबिटेन पुरै प्योर टिबिटेन भुटानको स्टाइल होला यो चाहिँ अनि टोपी सुपी सबै गहना भइसक्यो अब चाहिँ हामी मासतिर जान्छौँ यो ड्रेसमा नो गफाडी छैन त मान्छे यस्तो खतरा छ है मलाई चाहिँ साह्रै खुसी अनि रमाइलो लागिरहेछ यस्तो ट्रेडिसनल ड्रेस लाएर गुम्बा घुम्न पाउने ठाउँमा आउँदा यता चाहिँ हो कोरियन ड्रेस र यो चाहिँ होइन मेरो चाहिँ यो चाइनिजवाला ड्रेस भयो अनि हामी चाहिँ गुम्बा एन्ट्री गऱ्यौँ राङ्का गुम्बा अरे राङ्का अघिको चाहिँ अर्कै गुम्बा थियो अनि चाहिँ हामी राङ्का गुम्बा आयौँ उसलाई पनि लगाउन ड्रेस भनेको नलाउने रे ऊ चाहिँ नभए केटाको नि यस्तै खालको बक्खु हुन्थ्यो नलाउने रे जुम्रा सर्छ जुम्रै जुम्रा छ अनि छ जुम्रा तिम्रै जुम्रा चाहिँ अर्काको लुगामा सरेर जाला भन्ने पिरले नला होला बरु साथीहरू यहाँ चाहिँ यति नै थियो एक्सप्लोर गर्ने ठाउँ अनि माथि एक्सप्लोर गऱ्यौँ अब चाहिँ हामी तल जाँदैछौँ दुईवटा गुम्बा चाहिँ आज भ्यायौँ हामीले अब के भ्याउँछ थाहा छैन हेर्दैछौँ ड्रेस चेन्ज गरिसक्यौँ अब हामी चाहिँ हिँड्यौँ हामी चाहिँ ठ्याक्कै यता पारिपट्टि देख्नु सक्नुहुन्छ ठ्याक्कै अपोजिट साइडमा आएको थियौँ त्यो गुम्बाहरू हेर्नलाई चाहिँ यो चाहिँ पुरै गान्तोक बजार हो है यहाँदेखि माथिसम्म पुरै गान्तोक बजार हो हेर्नुहोस् पुरै भिडमा घर छ हो सबै उयो चाहिँ हस्पिटल रे यो पुरै गान्तोक माथिसम्म मेन गान्तोक अहिले अब हामी मासतिर जान्छौँ यो चाहिँ झाँक्री फल्स रे साथीहरू हामी चाहिँ यहाँ आइपुगेको छौँ अहिले चाहिँ होइन झाँक्री फल्समा जाँदैछौँ यहाँको चाहिँ मार्केटहरू चाहिँ यस्तो देख्न सक्नुहुन्छ पार्किङ यस्तो छ त्यहाँनिर चाहिँ हामीलाई चाहिँ टिकट काट्नु पर्दो रहेछ बिरामी पर्सन बिरामी मान्छे रहेछ झाँक्री लिनेको पार्दै गरेको है 11 क्वेसन्स होला रहेछ है हेर्न मिल्छ ल आल्टुको लाल्टु जय आइ बोलाको टाल्टो छु मन्तर फुत्त लु भनेर पुरा कस्तो चाइनिज भाइसम्म टाइपको सिनहरू चाहिँ यस्तो छ यताबाट चाहिँ यतिको देख्न सक्नुहुन्छ लास्ट चाहिँ फिल हुने ठाउँ
झाँक्री मेमे झाँक्री गाइस हामी चाहिँ झाँक्री फल्समै आइपुग्यौँ एडभेन्चरको लागि यसलाई के भन्छ चाहिँ मलाई थाहा छैन ल झाँक्री फल्स यही हो है गाइस ठिकै खालको फोटो भिडियो खिच्यो अब हामी चाहिँ हिँड्यौँ यो चाहिँ बनझाङ्ग्रीको सुरुङ रे है यहाँबाट चाहिँ स्टार्ट हुँदो रहेछ यो चाहिँ बनझाङ्ग्रीको सुरुङ रे यो चाहिँ यहाँबाट स्टार्ट हुँदो रहेछ हर हर महादेव ओम नमः शिवाय शिवजीको शिवलिङ्ग देख्न सक्नुहुन्छ यहाँ चाहिँ अनि यहाँबाट चाहिँ पुरै बनझाङ्ग्रीको सुरुङ गुफा स्टार्ट छ अरे है अब चाहिँ हामी चाहिँ झाँक्री फल्सबाट निस्क्यौँ त्यसले साँझको 4 बज्नु पनि लागिसक्यो मौसम भने अलि यस्तो अँध्यारो छ अब हामी यहाँबाट हिँड्यौँ कान्छीले पुच्छर कति हलाएको कति खुसी भएको हिँड्नु छ नि आइज अमय आएको रे यस्तो आयो जम्प गरेर आउँदो रहेछ फेरि अमय कहाँ गएको तिमी साह्रै ज्ञानी छ यो कान्छी कहाँ लडीबडी गरेर आएछ नि सुत बस कान्छी बस हो हामी चाहिँ फर्किसक्यौँ अब आजको लागि चाहिँ यति नै भयो हाम्रो घुमघाम किनभने अब फेरि पानी पर्नेवाला छ पानी पर्न लाग्यो अनि झुप्प अँध्यारो पनि भयो अब भोलि घुम्न जान्छौँ आजको भ्लग चाहिँ यति नै भयो थ्याङ्क यू सो मच फर वाचिङ